सक्खाले काई गाई बलमान म बलमान थाङमीको तर्फबाट सबै थाङमी आपा आमा बुबु हुँ सक्खाले जाति गाई सेवा भन्न चाहे कोटी कोटी सेवा जय भूमे देवा। यदि नि थाङमीङा रीति रिवाज संस्कार चिमोसा थान्या मनगा पाप मानि तिनीगा सक्खालेको मन दिकोरे जुटाइसा थान्छ भने मनगा कहिले पाप नआसा माझा जब पाप नआदो नि हाराइ मा जुटाइ त्यही थादी गर्दाखेरि जब मन शुद्धता थादो त्याङ सक्खाले कुरो नै राम्रो थाहा चाहदो याङको दिन देका नि हारकाइ लिबी थाइन हारकाइ मिकै छौते आङालते जागो माइसा दिन रहन हारकाइ निकाय माचिङ साइसा दिन पाली रहन गाङा छ मनगा शुद्धता मानिए ओलो नै उबो थादो पाङको काई उबो आशा मामिलाई किजिङ आशा मामिलाई त कुन्दनी खालको आकारको पाङको त भिन्नै छ पाङको शुद्ध थाको माइदो ओलन उबो थाते ओलो नै शुद्ध थाको माइदो यस्तै खालको मन चाबुति नि चावाइन्छ मन सक्खाले गाई राम्रो थादो नन थाङमी एकता थाको माइदो भन्ने चलन बे छ त चलनगा सीमित व्यवहारगा मानी यत्रो नेपाल थामी समाज होदो याङको दिन तेगा हरेक थाङमीको भलाइको लागि सम्झस्ते जे लङ्यङदो है माइचिनी यदि हारका माइचिनी सन्त्या भलाइ गाते nga आशा थान्या हारकाइ त्याङ नि जनता पाली थाङमी हो पाली एकता थादो माइचिनी त्याङ त माइचिनी साको कारण हारा त्याङ कोही भूम्या ठोइदिउँदो गोकर्णको जङ्गलमा ठिक छ त सरकारी पिति नहदो तर त निजी मात्रै नङ समाधान दे सक्खालेका समाटेको थाङको माइन भन्ने गएको प्रश्न हो से सुकाइ नराम्रो चिज आछ भन्ने कुरो त भएन कोही थाङमी नियनन कापालो भूम्या बुजाको माइदो याइसङताले बाला जुङा निये पैसा तिराइन्द्र से निकोसिङ मन समुहाए तङयाते भूम्या ठोदवान भूम्या ठोचाङा सिद्धि नै हरेक मानव जातिङा हरेक उधौली उभौलीको खेती किसानगा